हेलो गाइस, वेलकम माई न्यू भिडियो। आज चाहिँ हामी क्राइम पेट्रोलको भिडियो रियाक्सन गर्न गइरहेका छौँ। एउटा खतरा भिडियो आएको रहेछ र त्यो भिडियोलाई हामी रियाक्ट गर्दैछौँ। फर्स्ट अफ अल त यो भिडियोलाई पनि हेरिदिनु होला। यदि हेर्नु भइसकेको छ भने पनि फेरि हेरौँ हैन। र यो भिडियोमा केही अश्लील शब्दहरू पनि प्रयोग गरिएकाले हेडफोन र इयरफोनको चाहिँ प्रयोग गर्नु होला है। लेट्स गो, भिडियो सुरु गरौँ है त। यो हाम्रो बेगनस्थल के बोल्या बहिनी, के बोल्या के गरिया। यो भिडियो मनोरञ्जनको लागि बनाइएको हो। यदि कसैको भावनामा ठेस पुग्न गए माफी माग्न चाहन्छु। ठीक छ, हामी सुरु गर्छौँ है त। ल यस्तो नमुना र गति छाडा छ कि यो केटी जसको मैले गर्दैछु आज रोस्ट। भन्देऊ त तिमी को हो? म हो तपाईहरुको प्यारी घोष। यो घोष नेपालको यस्तो लेडी भ्लगर हो जसको उत्पन्न दुईटा भाइरसबाट भएको हो, पतन भेरिएन्ट र रोना भेरिएन्ट। यी भाइरसबाट संक्रमित भएको यो घोषले यस्तो भ्लग बनाउँछ कि जुन भ्लगलाई कुनै नारी प्रजातिले 36 जन्म समेत पछि गराउने आँट गर्न सक्दैनन्। ल साथीहरु, कस्तो छ हेर्दिम त ल। के देखाएको के यार ब्लगमा पनि यस्तो छ। यो भिडियो पनि हेर्नुस् त। यो उस्कियानुवाला हो त नि। ची अश्लीलता देखाएर के आँखा तन्काएर हेर्या हो। दिन यस्तैले ताली सबै मिलेर भन्नुस् यसलाई। लाज शरम नभए कि लाज शरम पछि पर्छ। हामीले त भिडियो हेरेको छैन, के भन्नु हौ। हेरौँ न हेरौँ। देखाउला र हेरौँला भन्नुवालै। हेर्दिन, आँखा सारी चिमिन्छु। हेर्छम हामीले भनेकै छैनम, तैले आफैले गरेकी थिस् फ्या। के गरे यार मेरो यार कस्तो क्लिप हाल्या के यस्तो। जति टाढा त्यति माया गाडा। यो त केही हैन, यो भन्दा नि गए गुज्रेका छनेसका भिडियोहरु छाडा। त्यसो भए अब आँखा बन्द गरेर हेर्नु पर्यो। ल कुकुरले वाह, नराम्रो नसोच केटा हो, मैले त सिर्फ राइमिङ मात्रै मिलाएको हो। त्यसरी तिग्रा देखाउँदा त बोल्न सक्ने भए सोध्नु होला। चिलाको सन्ना नि तिमीलाई पड्काउला कुकुरले ट्वाक्क ट्वाक्क ट्वाक्क। सायद पल्काएरै होला, सारा टोलबारीका कुकुरले पारेछन् यसलाई वाक्क। मलाई हेरेर यस्तै हो के भोक पर्छ रे नि। मेरो पैसाला वाक्क पारिसक्यो, के गर्ने अब? म त फलामको लास हो, यो त साँच्चीकै गुनै रहेछ भो। यसलाई धेरै नचलाम, खेला र मोर्ली साथी खोल्तेर त फलाम। फेरि खोलेपछि के रोस्ट हान्नलाई दाइ त्यस्तो गर्न पाइन्छ? यति साह्रो बढेको फुसमाकको जाडो, फलामको लासी त कुकुरले नि केही गर्न सक्दैन भनेर होला रोडको बिचमा पारिचे चाक ठाडो। डग स्टाइलमा। ए आम्मा हो, के गरे बीच रोडमा यार। भ्युज के लागि यस्तो त नगरे भए नि हुने हो। यति राम्रो दृश्य देखाइछ कि यो भिडियो पठाउनुस् तपाईको साथीलाई। स्क्रिन भित्र हात छिराउन मिल्ने भए आम्पाचा कान्ते जाठीलाई हान्दिनु ए स्क्रिन भित्र न मोबाइलै हान्दिनु। डार्लिङहरु कालुले कस्तो पारा हान्यो म देखाइदिम। यस्तो कुकुरले के गर्दै भन्दिरहेछ यहाँ त्यस्तो पनि। यो दामना एउटा गतिलाई नमुना पाउने भयो हाम्रो यो देशले। यी त केही हैन, लाजलाई पनि लाज लाग्ने खालको भिडियो बनाउँछ यसले। दाइ त्यो त भन्नै पर्दैन क्या, हामीले देखिरहेछौँ। तपाई आफै रातभरि हेर्नुहुन्छ जस्तो छ। के गरे केही छैन मेरो गोजी भित्र। दुईवटा स्याउ बाहेक ननिस्किने चीज छ। अर्काको नासो छोइ पासो, नपाउने चीजको हामीलाई यत्राको चासो। लेकिन एक सेकेन्ड, केही छैन मेरो गोजी भित्र। ननिस्किने चीज छ। निस्किन्थेन होला यदि तिमीले बाँधेको भए कसिलो। अलिकति टोक्न देऊ न, तो स्याउ त लास्टै रहेछ। एउटा स्याउ दाइले पनि भोकाइरहनु भएको छ कि यत्रो भिडियो दुःख गरेर बनाइरहनु भएको छ। एउटा स्याउ त देऊ। जोस सागर लास्टै छ यसको, मान्छे भयो नि लुती। हेर्नुस् न त दर्शक बिन, यसले देखाउन लाइछि जोरदार प्रस्तुति। सारो पिसाब लाग्यो नि त माइलोहरु। ए मुदिन्छु म त। भ्लगमा नि यस्तो त हाल्छन् अनि के भाइ भ्युज नहोस् केटाहरूलाई यस्तै चाहियो। मजा गरेर केटा हो मजा। ए मुद्दे मल भयो नि त, जे भयो मल। एउटै कुरा भन्छु, नमानेसै झर्को। झापै त्यही नमुच जाठी छिर्ला फेरि सर्पो। 2-4 वटा चाहिँ सर्प पालेर राख्नु पर्ने रहेछ। यस्तै भिडियो हालिराख ल। ए घोस्ट के भयो, के गर्दैछ? घोस्टले टिभी हेर्दैछ। टिभी नहेरे कति भइसक्यो क्या, अब फिल्म हेर्दैछ। त्यही हो नि, अर्को फिल्म हेर्न नपाए नि टिभीमा आउँदैन रहेछ। मैले खोजेको त नि आएन। त्यस्तो नहुने टिभीलाई आजै लगेर साट। हेर्दिनै हो भने आउँछ, नआउने टिभीलाई राख्नु हुँदैन। त्यही भएर लगेर साटिहाल, त्यो उसको राम्रो विकल्प हो।
मेरो ओठ के साह्रो सुक्खाराम भएको यार चुमा खान मन लागिरहेछ यार मेरो ओठलाई लास्टै चुमा खान मन लाग्यो यार के गर म भन् त एउटा पट्टाइदियो त अहिले छिटो घर जा पट्टाएर पठाइदिन्छु तँलाई रुममा उता हेर त यसले खान्छ तँलाई चुम्मा दाइले यस्तो यस्तो मिम चाहिँ कहाँबाट आउँछ हो आइडिया यस्तो मिम ल्याएर राख्ने यार खोजी खोजी आम्मा यसलाई मोबाइल दिने र इन्टरनेट जोड्दिने मान्छे चाहिँ को रहेछ कोरोनाले किन लैन भनेको त बाँच्नु मात्र पर्छ देख्न पाइन्छ भन्थे हो रहेछ ओहो पाइन्छ 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 बादल वर्षा बिजुली आम्मामा, के गर्नुभएको दाइ यस्तो पाइन्छ? अरू पनि कस्तो छ बानी तपाईँले चाहिँ के गर्या आफू अर्कालाई मात्रै भन्ने आफू चाहिँ गर्ने त्यस्तो पाइन्छ स्याउ नछोड्नु भन्थ्यो होइन हेरौँ कसरी समात्दो रहेछ मलाई म छोड्छु मैले चोरिसकेँ दुईटा मलाई बाल छैन कस्तो आइडिया छ मेरो अब हाम्रो घोषसँग स्याउ कसरी चोर्ने भनेर ट्रेनिङ लिन जानुपर्ने भयो यो एलियन प्रजातिकै हुन पर्छ होइन यसको यो गोला एकचोटि सोच्नुहोस् त यदि यसले कटर चोरेको भए कसरी लुकाउँथ्यो होला ए दाइ पनि हुँदैन भएको कुरा कसरी यारे कल्पना गर्नु क्या तपाईँले जस्तो देख्नु भएको छ त्यस्तो म छुइनँ अलिकति दिमाग नै तात्तिने खालको छ क्या मेरो एकदम धेरै छिटो तात्तिन्छु क्या म ठिक छ दिमाग सबको तातिन्छ अब दाइको अन्त्य तरिकाको भाग हेरिदिउँ न त तपाईहरुलाई यो एपिसोड कस्तो लाग्यो यदि राम्रो लागेको छ भने लाइक शेयर कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला ल साथीहरु यो भिडियोलाई धेरै भन्दा धेरै शेयर र लाइक गरेर अर्को पनि हाम्रो पार्ट 2 भिडियो लिएर आउने छु त्यति बेलासम्म मलाई बिदा दिनुहोस् धन्यवाद मजा आयो नि